हस्पिटलमा मेरो दिनहरू कसरी कट्छ। हाई एभ्रिवान, वेलकम टु माई मिनी भ्लग एन्ड डेली ड्युटी इन माई लाइफ। म ड्युटी जान रेडी हुन लाएँ है। अनि आज मलाई एकदम ढिलो भइसकेको छ कि 7 बजे म ड्युटीमा पुग्नु पर्ने हुन्छ। म 7 बजिसक्यो, 7:10 भइसक्यो, म घरमै छु। अब कति बजी पुग्छु थाहा छैन। अनि भाइलाई चाहिँ अलि चाँडो नै पुर्याइदियो है भनेको छु। अब हेरौँ कति बजी पुग्छु। अनि त्यसपछि म हस्पिटल पुगेँ है। मेरो हस्पिटल सुनसान छ क्या फेरि। अनि हेर्नु न, म 38 मा पुगेको छु क्या। अनि फिङ्गर लाउनै पर्छ, जति ढिलो चाँडो पुगे नि फिङ्गर लाउनै पर्छ क्या। अनि आजको मेरो खाजा भनेको एमरी अनि एकजना दिदीले ल्याइदिनु भएको थियो। अहिले धेरै नै ल्याइदिनु भएको छ है। अनि मेरो काम गर्दा गर्दै दिनहरू बित्यो। अनि मेरो 24 आवर ड्युटी हुन्छ। अनि त्यसपछि हामी यसो माथितिर निस्क्यौँ। अनि साथीले फेरि भूतको कुरा गर्ने के। अनि जिस्किँदै जाने, मलाई फेरि एकदम डर लाग्छ नि त भूत भनेपछि त। अनि राति फेरि यति धेरै काम आएको कि सुत्नै नपाएर के 3 बजेसम्म त सुत्न पाएको थिएन। अनि 2 घन्टा यसो ढल्केको। अनि बिहान फेरि बिरामी नै आइहाल्छ कि यति धेरै नै बिरामी हुन्छ बिहान। सबै काम सकेर अनि निस्केँ। म फेरि हिँड्दै जान्छु। मेरो 24 घन्टाको ड्युटी सक्यो बा।